हजुर पनि आउनु जानु त गर्छ मार्नु चालै उहाँसुट्ट आउनुहुन्छ बन्द नगर्नु के बन्द नगर्नु तपाईँ चाहिँ आशी लिएर आउनु केही नगर्ने यस्तो खिच्ने मात्रै तपाईँको त सकियो त अब यस्तै भने त सकिहाल्यो त म्यानेजरले म्यानेज गर्नु पर्यो यो बारी म्यानेजरले म्यानेज गर्नु पर्यो अफिस मात्रै म्यानेज गर्नुहुन्छ अफिस मात्रै म्यानेज गर्ने भए त हुन्थ्यो बारी पनि गर्ने अफिस पनि गर्ने भ्याउनाले हामीलाई कृषि प्रविधिको जरुरत पर्यो कमाउनु पर्यो खेती छ विदेश गयो भने ऊ इरानमा त्यत्रो ऊ अट्याक भइरहेछ होइन विदेश जान पनि नसकिने भयो बाँधियो कि बस्यो विदेश जान नसकिने भयो घर पनि नसकिने भयो गाह्रो छ घर गरिराख्नु भएको त किन नसकिने घर अब गर्ने हो धेरै त्यस्तो एकदम मेन पावर लाएर गर्न सक्ने अवस्था छैन नेपालमा मेन पावरले एउटा कोदालो समात्यो भने 600 रुपियाँ खान्छन् दिनमा मेन पावर लाउने जग्गा पनि छैन मेन पावर लाउने जग्गा पनि छैन एक्लै गर्न सक्ने जग्गा पनि छैन सासै खान्छन् होला हामी अन्तरे भएर कृषि प्राविधिकले पनि राम्रो सिकाउनु पर्यो महिला सहकारीकी कर्मचारीले पनि राम्रो सिकाउनु पर्यो सबैलाई एउटै व्यवहार गर्नु पर्यो बाहिर घुमेर पुगेछ न त खेतीबारी गरेर पुगेछ केही नै अन्तरे पनि अब त्यही हो अन्तरे भनेको त दुई पक्ष भन्ने ड्राइभर अन्तरे भनेको दुवै पक्षलाई होइन अब भन्नु त रक्सिया मान्छे जस्तै हो नगरिन हुन्छ नगरिन पनि हुन्न अन्तरे भनेको उहाँ पनि फालकुट नै पर्ने यता पनि फालकुट नै पर्ने यता पनि फालकुट नै पर्ने बिच जग्गा न यता गरी पुग्छ न उता गरी पुग्छ नेताले भने वाहन गराउन लागि त्यस्तो हो पुरो अनि तपाईँले धान लगाउनुहुन्छ कि हुन्न नि लगाउँछ नि अब यो मकै निकालेर थोरै आधा आइहाल्छ नि मेरो गरिरहेको छु त राम्रै भइरहेको ए गर्ने हो कि म त खतरा हो केही नगरे पनि कृषि गरेर खान सकिन्छ हौ के छ र जिन्दगीमा मरिरहनु माटोसँग खान पार्छ होइन हो एक गाँस खानालाई जसले पनि गर्न सक्छ आफ्नो सक्छ त्यही त के गरी एउटा गर्नु यसो गर्नु गर्यो है यो फोटोग्राफी भिडियोग्राफीले अब कति यति बेला पुग्छ पुग्छ भने जामै चम्फालाई भोग लाग्यो क्या घरमा कोही नभइरहेको हुन्थ्यो अब घरमा मान्छे खाना पकाएर खाऊ अहिले मलाई